झन् ठुलो पानी पऱ्यो गाइस। So guys, finally लाली गुराँस in my hand. हेलो गाइस, हेभेन डाँडो भनेर यिनीहरूले मलाई कपाल डाँडो लिएर आएछ। अब आफ्नो जोडी पनि छैन। झमझम झमझम पर्यो पानी झमझम झमझम। ओ रेखा बेबी, ओ रेखा बेबी, छिटाउ। गुड आफ्टरनुन गाइज। अनि अहिलेको टाइम चाहिँ 3 बजेको छ। 3 होइन 2 बजी छ अहिले चाहिँ। सो यहाँ रेखा दिदी, सुमन, कैलाश र म अहिले जाँदैछौँ। हामी चाहिँ यता माथि डाँडातिर यसो काठमाडौँको भ्यू हेर्नलाई गएको छौँ। कति काम गर्नु, कति थाक्नु, कति युज गर्नु भनेर हामी चाहिँ अब शनिबारको दिन टक्क लाएर दिदी दाई हामी जाँदैछौँ डाँडातिर। लेट्स सी। ल हामी चाहिँ टक्क लाएर हिँड्दैछौँ अहिले। हाम्रो यात्रा राम्रो रहोस्। सो अहिले हामी चाहिँ आधी बाटो आइपुग्यो। अब चाहिँ जङ्गलको बाटो सुरु हुन्छ। यहाँदेखि चाहिँ जङ्गल जङ्गल जङ्गल। म र कैलाश चाहिँ अलि फास्ट हिँडिरहेको छु। तर यहाँ दुईजना छन् के, त्यहाँ चाहिँ कहाँ भन्दाखेरि उहाँहरू यहाँ चाहिँ साउन्ड लेट। लेट्स गो। गुराँसै फुल्यो, गुराँसै फुल्यो। सो गाइस, मैले चाहिँ जिन्दगीमा पहिलोचोटि लाली गुराँस देख्दैछु आफ्नो आँखाले के। मतलब कि फोटोहरूमा चाहिँ देखेको थिएँ, यस्तो आफ्नै आँखाले देखेको थिइनँ क्या। यहाँ लाली गुराँस फुल्यो बुटमा। ओ गाइस, कति खुसी भइरहेको म त यार। यो भुइँभरि छ यार, त्यो तपाईँ देखेँ यहाँ फुल झरेको यार लाली गुराँसको अलिअलि। ओहो, एउटा टिपम कि क्या केटा हो। ओ त्यो खाएको फोहोर छ नि, रेखा दिदीको झोलामा हाले, फाल्न पाइँदैन फोहोर। हामीले पनि फोहोर चाहिँ यहाँ ब्यागमा राखेको छौँ। खाएको फोहोरहरू हो यस्तरी खाएर चाहिँ यहाँ बाटोभरि फाल्नु भएन क्या। तपाईँहरू नि कहीँ घुम्न जानुहुन्छ या एनिथिङ, कहीँ जानुहुन्छ के गर्नुहुन्छ भने चाहिँ फोहोरहरू चाहिँ नफाल्ने होला जथाभावी है। सो दिस इज द स्पोट गाइज है। हामी चाहिँ आइपुग्यौँ मैले। ओहो, यहाँ त पुरै मान्छे रहेछन्। दिदीहरू तल हुन्छ, आउँदै हुन्छ। ल हामी चाहिँ अब माथि गएर भेट्छु तपाईँहरूलाई। लेट्स गो। हेलो गाइस, हेभेन डाँडो भनेर यिनीहरूले मलाई कपाल डाँडो लिएर आएछ। अब आफ्नो जोडी पनि छैन, न भाइहरूको जोडी छ। सो यहाँदेखि चाहिँ माथि चढ्न कति गाह्रो भइरहेको, ठाडो उकालो छ। सो हामी चाहिँ बल्ल आइपुग्यौँ यहाँ हेभेन डाँडा भन्ने ठाउँमा। कस्तो फिल भइरहेको दिदी? कैलाशलाई दामी दाई भ्यू राम्रो छैन। सो हामी एकछिन बस्छौँ अहिले। यस्तो गरौँ कि हामी जाँदाखेरि यो बाटो है। के भइरहेको दिदी? के भइरहेको बेबी? नाकबाट पानी निस्क्यो। रेखा यता हेर्दैन।
त्यो ग्यास रेखारीले चाहिँ यहाँ टिस्यु ल्याउनु भएको होइन उही टिस्यु बोक्नु भयो आमा ल यता खैरेखारी टिस्यु पेपर लड्लास भाइ लड्लास यहाँ अर्को चाहिँ लड्ला भने बिस्तारै थाहा टिभी उहाँ हुन्छ ल हामी चाहिँ फोटो खिचेको केटा ल सो म चाहिँ यहाँ छु दाइहरू चाहिँ त्यहाँ खानु हो यहाँ रेखा दिदी सुमन र कैलाश म चाहिँ यहाँ तल यस्तरी भ्यू हेर्दैछु क्या टक्क लगाएर ल हामी चाहिँ यहाँ चटपट खान बसेछौँ टक्क लागेर अनि यहाँ फोटो खिच्दैछन् दुईजना क्यामेराम्यान चाहिँ यहाँ छ हेलो गाइस इभेन्ट डाँडा आएको भनेको कहाँ डाँडा आयो दाजु कपाल डाँडा आइपुग्यौँ सब कपाल एक कपाल हामी चारजना आएको होइन हामी दिदी भाइहरू चारजना आएको सबजना कपाल एक कपाल गाह्रो छ नेक्स्ट टाइम म चाहिँ आउँदिनँ होइन दुवैजनाले सुक्रा उता चाहिँ पानी पर्दैछ होइन अनि यता चाहिँ घाम अस्ताइसक्यो टक्कै सो हाम्रो चाहिँ यहाँ चटपटे अहिले मौसम चाहिँ पानी पर्ला जस्तो भइसक्यो टक्क लागेर अब हामी चाहिँ एकछिनमा निस्किनु पर्ने हुन्छ बाहिरको लागि स्टेडियम यहाँ अरू बेला नि यस्तै मान्छे हुन्छन् कि आज शनिबार भएर शनिबार मात्रै भयो धेरै भयो हजुर सो अहिले चाहिँ यहाँ पानी पर्न थालिसक्यो के हुन लाग्यो किन फोटो ओ रेखा बेबी सी इज माई सिस्टर नो बेबी हो बप्पे पैसा दे न पैसा दिनु त हामी के हाल्छ नि अरू के भन्नु मन छ फोटो किन मेरो कति फोटो खिच्न जानु फोटो खिच्न जानु यो युट्युब हेरेपछि अर्को भैँसी आज भैँसी लड्यो है माया भिरबाट हेर ल अब हामी निस्केको सो हामी चाहिँ यहाँबाट निस्किसक्यो किनकि हामीले पानी पर्न थालिसक्यो अनि हामी झन् टाढा छ नि त ल यहाँ त पानी पर्न थालिसक्यो केटा हो अब हामी चाहिँ चाँडो झर्नुपर्ने हुन्छ यार अझै आधी घन्टा त तल झर्दाखेरि अब पानीले भिजाउने भयो हामीलाई चाहिँ मान्छे भिजायो के भएन पानी के अरे मोबाइलहरू चाहिँ भिज्नु भएन क्या अब लारी गुराँस टिप्नु त हुन्न रुखमा चढ्नु हुन्न भन्छ नि त अब यहाँ चाहिँ एउटा लारी गुराँस रहेछ होइन त्यो चाहिँ म टिपेर आउँछु क्या त्यो अब म चाहिँ चढेँ है केटा So guys, finally, लाली गुराँस इन माई ह्यान्ड सो मेरो फर्स्ट टाइम यो लाली गुराँस आफ्नो हातमा समातेको योभन्दा अगाडि मैले यस्तै हातमा समातेको पनि थिइनँ एउटा हो त्यही पनि अब जे भने फुल त फुल हो सो हामी तल झर्दा चाहिँ पानी पऱ्यो अहिले बाटोमा पानी पर्दैछ हामी चाहिँ यहाँ यस्तो ठाउँमा बसेछौँ झन् ठुलो पानी पऱ्यो गाइस पानी त अलिअलि परिरहेको छ हामी चाहिँ हामी चाहिँ अब पानी परे नि नपरे नि जाम भनेर निस्कियो अब यहाँ फेरि धेरै बेर बस्यो भने फेरि पानी परेर यहीँ बस्नुभन्दा त हामी निस्केको है पानी चाहिँ टक्क लारी यस्तो हिलै हिल पुरै ल मेरो मोबाइल चाहिँ भित्र है म चाहिँ बन्द गरेको मोटरमा घुम्न जाने बेनीको बजार झमझम पर्यो पानी झमझम ओ झमझम लेट्स गो इट्स रेनिङ गाइज अनि यहाँ चाहिँ हामी चाहिँ तल आइपुग्नु लाग्यो टक्क लागेर अनि टक्क लगाएर मेरो हातमा चाहिँ
लाली गुराँस छ। यो चाहिँ जुन कि मैले फर्स्ट टाइम देखेको आफ्नो लाइफमा आफ्नै आँखाले, मतलब कि अगाडिबाट, योभन्दा अगाडि देखेको मैले याद छैन कि, त्यही भएर भन्दैछु क्या। सो लेट्स गो। सो हामी चाहिँ अहिले यहाँ थानकोट चेकपोस्टबाट साझा यात्रामा हामी जाँदैछौँ। अब चाहिँ टक्क लाएर हामी लगाएर निस्किन्छौँ। कस्तो थियो जर्नी रेखा दिदी भन्नु त? जर्नी कस्तो थियो? निकै चिसो चिसो। रेखा दिदी जर्नी कस्तो थियो? यहाँ भिजिसक्यो त्यही हो। कस्तो थियो जर्नी भाइ? ल टक्क लाएर अरू भन्दैन मैले गुराँस यस्ता भाइ यस्ता सफाइ भने न छाता जम पानी चलाइसक्यो जाम जाम कति फ्रेस छ कि लाग्छ बास्न अझै पनि। सो अब चाहिँ हामी चाहिँ यहाँबाट डाइरेक्ट जान्छौँ स्वयम्भू। थानकोटमा जाम भयो। ल ल भन्नु ल। थानकोटको जाममा अर्कै हाम हामी जाम भयो। हो ल अब हामी चाहिँ टक्क लाएर यहाँबाट स्वयम्भू जान्छौँ। स्वयम्भूबाट घर जान्छ। यो स्वयम्भूको बाटो होइन नि यो। किन जाँदैन? स्वयम्भू गाडी जाने। बाई बाई। सो म चाहिँ भर्खर रुम आइपुगेँ। अनि त्यसपछि चाहिँ त्यति बेला पानी पर्दै थियो। म चाहिँ भिडियो गर्न पाइनँ। अनि त्यसपछि चाहिँ त्यहाँ एउटा अलिकति घटना के भयो भन्दाखेरि एउटा दिदीको मोबाइल हराएको थियो कि। अनि म चाहिँ त्यहाँ दिदीलाई हेल्प गर्न गएँ कि। फेरि हामी चाहिँ कलङ्की आउँदै थियौँ कि। कलङ्की आउँदै आउँदै दिदीको मोबाइल हराएको रहेछ। अनि दिदीको मोबाइल हराएको भनेपछि चाहिँ मैले चाहिँ फोन गरेँ कि मेरो फोनबाट। अनि दिदीको फोन चाहिँ उता के अरे त्यही रहेछ कि एउटा मान्छेले राखेको रहेछ क्या। अनि त्यसको लागि भनेर चाहिँ अनि म फर्केर फेरि गएँ उतै दिदीको मोबाइल चिनिनँ त्यो दिदीलाई चाहिँ म चाहिँ। अनि त्यो दिदीको मोबाइल भेटाएर त्यसपछि म फेरि कलङ्की आइपुगेँ। अनि कलङ्कीमा चाहिँ कैलाश र सुमन दाई अनि कुरिरहेको थियो मलाई चाहिँ। त्यसपछि ठ्याक्कै हामी आइपुग्यौँ रुममा। सो अहिले चाहिँ म रुममा आइपुगेको छु। बाहिर चाहिँ अहिले पानी पर्दैछ। त्यही हो। भिडियो चाहिँ त्यस्तो बनाउन मन थिएन, त्यही पनि यसो एउटा मेमोरिज हुन्छ भन्ने हिसाबले बनाएको भिडियो। थ्याङ्क यू सो मच फर वाचिङ एन्ड डोन्ट फर्गेट टु डु लाइक एन्ड डु कमेन्ट गाइज। सो थ्याङ्क यू फर वाचिङ। बाई बाई।